यो 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 म चाहिँ एउटा सानो कुरा भन्न आएको है त तिमीहरूलाई। भन्दा त हुन्छ नि होइन? अबे जल्दी बोल, कल सुबह पनवेल निकलना। भनेको त पैसा लाग्दैन होला नि त अनि 150 रुपया देगा। सुन सबैले कान खोलेर सुन है। कोही भन्छ मलाई त टोपी भइरहेछ म त सुन्न सक्दिनँ सरी। यो फेरि आएछ मासला तेरो अहिले फेरि जवानीभित्र हो। सबैजनालाई थाहा होला हाम्रो गोर्खाली एसएमपी। तपाईँहरूलाई थाहा छैन भने गोर्खाली एसएमपी होइन सर्च गरेर हेर्नुहोस् होइन। गोर्खाली एसएमपी चाहिँ बन्द पनि भइसक्यो। म यो भिडियोमा एक्सप्लेन गर्न सक्दिनँ कि कसरी भएको थियो गोर्खाली एसएमपी एन्ड त अर्कै भिडियो ल्याउँला है त तपाईँहरूलाई। गोर्खाली एसएमपी बन्द भएको चाहिँ झन्डै 2 महिना भइसक्यो होला होइन। झन्डै 2 महिना भइसक्यो र यहाँ चाहिँ न कोही खेल्छ, बन्द नै भइसक्यो होइन, पुरै क्लोज भइसकेको छ। तर अब फेरि गोर्खाली एसएमपीको नयाँ सिजन आउँदैछ। एट्रोनसमै हो, बजेट थिएन त्यही भएर एट्रोनसले बनाएको र छिटै आउँदैछ होइन। गोर्खाली एसएमपी सिजन 1 फेरि सिजन 1देखि स्टार्ट गर्ने नि, किन त फेरि त्यसलाई दोहोऱ्याइराख्नु। सो फेरि सिजन 1देखि गोर्खाली एसएमपी आउँदैछ। योपालि सबैले जोइन गर्नुपर्छ है त। तपाईँले चाहिँ यहाँनिर धेरै नै थोक गर्न सक्नुहुन्छ, लाइक स्क्रिप्टेड भिडियो, यु क्यान डु एनिथिङ बट पिसफुल सर्भर हुनेछ र स्पनको बाहिर चाहिँ तपाईँहरूले फाइट खेल्न मिल्छ। अब तपाईँहरूको कुरा हो, गोर्खाली एसएमपीमा खेल्न मन छ भने आउनुहोस् है त। लास्ट टाइम पनि हामीले धेरै नै मेमोरी क्रिएट गऱ्यौँ र योपालि पनि धेरै नै मेमोरी क्रिएट गर्नुपर्छ। यु अल्सो वान जोइन आवर गोर्खाली एसएमपी देन या आइपी चाहिँ छिटै आउँदैछ। अब गोर्खाली एसएमपी फेरि नयाँ भर्जनमा कमब्याक भन्छ है त्यसलाई, कमब्याक। गोर्खाली एसएमपीको नयाँ कमब्याक, सरी फेरि कमब्याक हुँदैछ। सो मलाई चाहिँ फलो गरेर राख्नु होला, किनभने र मलाई चाहिँ प्राइभेटमा पनि मेसेज गर्नु होला है त, नभए तपाईँहरू खेल्न पाउनुहुन्न। र यहाँ आइपी चाहिँ छिटै पब्लिक हुनेछ। सो मलाई चाहिँ फलो गरेर राख्नु होला र यो भिडियो जति हुन्छ त्यति सेयर गरिदिनु होला, किन तपाईँहरूको माइनक्राफ्ट खेल्ने साथीहरूलाई। अनि यहाँ चाहिँ बेडरक प्लस जाभा दुइटैबाट आउनु मिल्छ, नो प्रब्लम होइन। क्र्याकबाट पनि आउनु मिल्छ। सो हाम्रो धेरै नै पहिला प्राइभेट एसएमपी थियो बट अब पनि प्राइभेटै हुनेछ। यहाँ चाहिँ गिनेस चुने लोग यहाँ आ सकते हैं हमारे गोर्खाली एसएमपी में अब, ठीक है। हिन्दी बोल्न थाल्थेँ। सो यहाँ अनि चाहिँ म चुज गर्छु होइन प्लेयर्सहरूलाई। र गोर्खाली एसएमपीमा चाहिँ लास्ट टाइम फन हुनेछ योपालि, सबैले जोइन गर्नु होइन। एसएमपी बिचमा क्लोज हुन्छ होइन कि सबैको क्वेसन्स यही छ। यु नो एट्रोनस के गर्ने यार, एट्रोनस चाहिँ त्यस्तो छ त होइन। त्यही भएर एट्रोनसले गर्दै हाम्रो एसएमपीहरू क्लोज भएको छ धेरै जस्तो होइन। र त्यति नै भन्न आएको थिएँ। अब अर्को भिडियोमा म तपाईँहरूलाई आइपी र पढिदिनेछु होइन। सो यहाँ आजको लागि चाहिँ यति भन्न आएको थिएँ कि गोर्खाली एसएमपी फेरि आउँदैछ, फेरि कमब्याक हुँदैछ गोर्खाली एसएमपीको। मेम्बर्सहरूले पनि लास्ट टाइम नै म भन्छु सपोर्ट गरेको हो होइन। तर योपालि अझै कडा हुनेछ है त, अझै कडा सपोर्ट गर्नु होला मलाई। अनि यस मेरो चाहिँ प्लिज 300 सब्सक्राइबर, सरी आई मिन 300 फलोवर्स पुऱ्याइदिनु होला, किनभने धेरै छैन अब, घट्दै बढ्दैछ के भएको होइन। सो पुऱ्याइदिइहाल्नु होला। सो होला, थ्याङ्क्स फर वाचिङ एन्ड गुड बाई, सी यू इन नेक्स्ट भिडियो।